welcome back to my channel. It's me Akriti here again. So this is my second vlog. And आजको vlog चाहिँ एउटा random vlog हो, like a day in my life. म के गर्छु के गर्दिन, I'll show you guys everything. And yeah, without any delay, let's get started. So guys, अहिले चाहिँ हामी यहाँ छतमा आइरहेको छ. घाम लागिरहेको थियो तर कालो बादलहरूले छेक्यो. मेरो घरको तलको भ्यू त्यस्तो छ, डाँडातिर त्यस्तो देख्छ हो. यहाँ त सबै पहिरो गएको हो, यो सबै जो छ है सबै पहिरो गएको. यो नर्सरी गरेको कोपीको, तर यो कोपी अलिक ठुलो भइहाल्यो. दसैँ अगाडि नै गरिहाल्नु पर्थ्यो. दसैँको व्यस्तताले गर्दाखेरि नर्सरी गरिहाल्नु पाइएन. र अब अहिले दसैँ सकेको पनि 5-6 दिन भयो र अब अहिले अलिकति फुर्सद मिलाएर यो नर्सरी गर्दैछु. सो गाइस, यो चाहिँ हाम्रो सुन्तलाको बोट हो. यहाँ चाहिँ फल्दैछ, हरियो छ अहिले चाहिँ हो. डिसेम्बरसम्म चाहिँ अरेन्ज हुन्छ. यी छ नि त छेउमै, टिपेर टक 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 टिपेर खानु पनि सक्छ. र उहाँ चाहिँ यो दुईजना भाइ चाहिँ यहाँ आइ भन न, क्या भागेको के भन लु, के भन्दै सब्सक्राइब टु आकृति छेमा च्यानल भन न. Subscribe to Akriti Chema channel. A few moments later. ਗਾਇਸ ਉਹ ਚ ਲੜਿਓ ਕੱਲ ਮੈਨੂੰ ਇੱਕ ਕੁੜੀ ਮਿਲੀ ਜਿਹਦੇ ਗੱਲਾਂ ਦੇ ਵਿੱਚ ਟੋਏ ਮੋਏ 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 त्यही लागि तिमीले अघिदेखि नजिस्काइ भनेन उहाँनिर. सो गाइस, ऊ चाहिँ छतमा हामीसँग चल्दाखेरि चाहिँ लड्यो नि त कि, अन्त उसलाई दबाई लगाइदिनुहोस्. त्यस्तो जोडले त लागेको छैन, अलिकति हल्का हल्का रमाइलो दसैँको बेलामा. म ठिकै छु भनिदेऊ. गर्छन् चाहिँ अब चाहिँ लडेन. जुन चिया खानु. अब सफल दादाले त हामीलाई चिया बनाइदिएको छ अरे. हाई भनिदेऊ. सो गाइज, अहिले चाहिँ हामी चिया खाएर घर आइपुग्यौँ फेरि हो. अन्त उसको चाहिँ प्रोजेक्टको सामान किन्नु जानु अरे नि त दोकान. अन्त उही छ दोकान चाहिँ, तर त्यहाँ चाहिँ नजानु अरे. अब त्यतिकै घुम्नुहुन्छ भने कि चाहिँ हामी चौबारी जान्छौँ कि चाहिँ चामुङ जान्छौँ भन्दैछौँ हो. फेरि त्यो रासन कार्डको फिङ्गर प्रिन्ट पनि दिनु के भन्दै थियो. अन्त अब चामुङ गयो भने त्यतै जानु पर्यो, नभए चाहिँ हामी चौबारी जान्छ. सो गाइज, हामी चाहिँ चामुङ गयौँ त्यो फिङ्गर प्रिन्टै गर्ने भनेर. अन्त यहाँ हेर्नुहोस् गाइज, बाटो चाहिँ यस्तो भइरहेको छ, यस्तो डरलाग्दो. अस्तिको ल्यान्डस्लाइडले भएको यो सबै कुरा हो गाइज. पनि हेर्नु सक्नुहुन्छ गाइज, यस्तो भएको छ सबै. यहाँ पनि गएको छ, तलै पुगेको छ यहाँको हो. गाइज, यो 2-3टा गाडीहरू थन्किरहेको छ नि, त्यो चाहिँ हाम्रो पाहुनाको हो होइन. अस्ति बाटो नभएर चाहिँ लानु भएन, त्यतिकै मान्छे मात्रै जानुभयो. यहाँबाट चाहिँ पाउनै परिरहेको थियो अझै प्लस हो. त्यही चाहिँ राङबाङ हाई स्कुल हो गाइज. यो चाहिँ राङबाङ खोला हो है. अन्त अहिले चाहिँ यो सानो देखिरहेको छ, तर अस्ति जुन चाहिँ ल्यान्डस्लाइडहरू भएको थियो, पानी परेको थियो, तब चाहिँ बडा ठुलो भएको थियो. यो डल्लै पानी आएको थियो होइन. अन्त यो खोला चाहिँ कहाँ पुग्छ भन्दाखेरि चाहिँ यता टुक्रे पुग्छ नि त. त्यो तामाकोसीमा चाहिँ अस्ति भएको थियो होमस्टेहरू सबै डुबाएको थियो, यस्तोहरू सबै यही खोलाबाट जान्छ हो पानी चाहिँ. अन्त यहाँतिर पनि डल्लै ल्यान्डस्लाइड, यहाँ पनि डल्लै रुखहरू यहाँ झरिरहेको छ. पुरा डिस्ट्रक्सन भयो नि त योपालि. यहाँ चाहिँ फिङ्गर प्रिन्ट गर्दैछ होइन. यहाँ खै के हेरेको म पनि बुझ्नु चाहिँ उयो चाहिँ फिङ्गर प्रिन्ट गर्छ दिदीले. अहिले चाहिँ हामी फिङ्गर प्रिन्ट गरेर आइसक्यौँ होइन. अन्त अब हामी चाहिँ जाँदैछौँ. तपाईँहरूलाई अघि मैले उयो यहाँ पहिरो गएको देखाउँ भनेको थिएँ गाइज. यो पनि पहिरै गएको होइन. यहाँ चाहिँ अहिले अलिक सफा गरेछ, तर यहाँ माथिको डल्लै गाछहरू चाहिँ यहाँ मुनि आएको थियो हो. यो चाहिँ एसएसके हो होइन. यहाँ माथिबाट चाहिँ डल्लै पहिरो आएको थिएछ. अन्त यो वासरुम चाहिँ सबै आधी डुबिरहेको छ यहाँ हो. अन्त यो डल्लै माथिबाट यसरी पहिरो आउँदा चाहिँ उयो घर चाहिँ इफेक्ट भएको थियो होइन.
अस्ति नै हामी आउँदा त पुरै गएको थियो, त्यति बेला चाहिँ मैले भ्लग गर्नु पाइनँ किनकि हाम्रोमा लाइटहरू पनि थिएन, सो फोनहरूमा चार्ज थिएन पनि, अन्त हाम्रो फोन चाहिँ सबै अफ थियो नि त। अन्त अहिले चाहिँ यहाँ सबै सफाहरू गरिसक्नु भएको रहेछ, यो चाहिँ डल्लै यहाँ घरैभित्र पसिसकेको थियो हो। सो गाइज अहिले चाहिँ रात परिसक्यो होइन, यस्तो बाटोमा चाहिँ हामी हिँड्दैछौँ। भाइको फोनको फ्ल्यास लाइटले चाहिँ यहाँ सुट गरेको नि त। अन्त यहाँ सोनाली दिदी छ, भाइ रहेछ, ऊ भाइ चाहिँ फुटबल खेलेर आएको अरे होइन। यो घर चाहिँ भूत बङ्गला जस्तै छ तर होइन, हुनु चाहिँ अब त्यस्तै देख्छ। तर्साउँछ त्यही हामीलाई, के अरे तर्साउँछ भनेको। कसले तर्साउँछ? तपाईँ जस्तै आउँछौँ यहाँबाट अहिले। थ्याङ्क यू। यतिको अँध्यारो भएको छ है गाइज, यतिको कसैलाई देख्दैन पनि, कस्तो डरलाग्दो। तर हामीले चाहिँ बाटोलाई चाहिँ देख्छ नि फेरि। भाई बंद करना, तेरा बकवास बंद कर अभी। हाम्रो आँखा टिक हो। हो गाइज, तपाईँहरूको घरमा आउँछ यो भूत बङ्गलाको भूतहरू तर्साउनु। Alright guys, I'm ending my vlog here. I hope you guys enjoyed. अनि तपाईहरुलाई मेरो vlog राम्रो लाग्यो भने don't forget to like, comment and subscribe. So yeah, meet you on my next video. Bye bye.